Tassa bhagavato arahato samma sambuddhassa. Namo tassa bhagavato arahato samma sambuddhassa. Namo tassa bhagavato arahato samma sambuddhassa. Buddhaṃ saraṇaṃ gacchāmi, Dhammaṃ saraṇaṃ gacchāmi, Sanghaṃ saraṇaṃ gacchāmi, Dutiyampi Buddhaṃ saraṇaṃ gacchāmi, Dutiyampi Dhammaṃ saraṇaṃ gacchāmi, Dutiyampi Sanghaṃ saraṇaṃ gacchāmi, Tatiyampi Buddhaṃ saraṇaṃ gacchāmi, Tatiyampi Dhammaṃ saraṇaṃ gacchāmi, Tatiyampi Sanghaṃ saraṇaṃ gacchāmi. Panatipata veramani sikkhapadang samadhiyami, Adinādana veramani sikkhapadang samadhiyami, Abrahmacharya veramani sikkhapadang samadhiyami, Musawada veramani sikkhapadang samadhiyami, Surameraya majja pamadatthana veramani sikkhapadang samadhiyami, Vikala bhojana veramani sikkhapadang samadhiyami, Nassa gita wadita visukadasana, Malaganda vilepana tarana, Mandana vibhusana thana, veramani sikkhapadang samadhiyami, Uccasayena mahasayena veramani sikkhapadang samadhiyami, Idam me silang maggaphala jnanassa paccayo hotu. Sadhu, sadhu, sadhu. Namo tassa bhagavato arahato samma sambuddhassa. आज 2081 साल माघ महीनाको 5 गते शनिबार अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको शनिबारको कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण उपासक उपासिकाहरू साथै ध्यान केन्द्रको फेसबुकबाट आजको धर्मदेशना सुनिरहनुभएका उपासक उपासिकाहरूलाई सल्लेख सूत्र देशनालाई नै
आज पनि निरन्तरता दिनेछु। अघिल्लो हप्ताको धर्मदेशनामा हामीहरूले यो मिथ्या वाचाबाट अलग भएर सम्यक वाचा अथवा सम्यक वचन बोल्ने, कार्य गर्ने, मिथ्या कमन्ट गलत कामबाट अलग भएर बचेर सम्यक कर्मान्त सही काम गर्ने, दोष नभएको प्रशंसनीय कार्यहरू गर्ने, त्यस्तै मिथ्या आजीवबाट अलग भएर सम्यक आजीव सही ढङ्गमा आफ्नो जीविका चलाउने भन्ने विषयमा सुन्यौं। त्यसमा मिथ्या आजीव र सम्यक आजीव दुईटामा मिथ्या आजीव भन्नाले जुन आफ्नो दैनिक जीवनसँग सम्बन्धित अथवा आफ्नो जीविकोपार्जनसँग सम्बन्धित शरीरबाट वचनबाट गरिने दुष्कर्महरू गर्नुलाई मिथ्या आजीव भनेर भनिन्छ। आफ्नो जीवन यापन गर्नको लागि प्राणी हिंसा गरेर होस् या झुठो बोलेर होस् या व्यभिचार गरेर होस् या चोरी गरेर होस् या कडा वचन बोलेर होस् या चुगली गरेर होस् या अर्थ नव्यर्थको कुरा गरेर होस्, यस्ता शरीर र वचनबाट गरिने त्यो दुष्कर्म दुश्चरित्रहरूबाट अलग हुन सक्यौं भने चाहिँ त्यो सम्यक आजीविका हुन्छ। तर त्यो दुष्कर्महरूबाट आफू अलग हुन सकेन भने त्यो मिथ्या आजीविका हुन्छ है। यस्तो मिथ्या आजीविका हामीहरूले कहिलेकाहीँ चालै नपाइकन पनि गरिराखेका हुन्छौं भने कहिलेकाहीँ चाहिँ आफूभित्रको जुन लोभ, द्वेष, मोह इत्यादि क्लेश धर्महरूको कारणले त्यसले उक्साएर चाहिँ हामीहरू यस्ता मिथ्या आजीव गर्न नहुने गलत कार्यहरू गरेर आफ्नो जीवन चलाउन चाहिँ खोज्छौं। गलत गर्न नहुने गलत कार्यहरू गरेर धन सम्पत्तिहरू चाहिँ हामीहरू आर्जन गर्न खोज्छौं, कमाउन खोज्छौं। अनि त्यही धन सम्पत्तिबाट आफ्नो जीवन चाहिँ सुख आनन्दपूर्वकै अगाडि बढ्छ, जीवन चाहिँ एकदमै सहज हुन्छ भन्ने त्यस्तो चाहिँ पनि सोच्छौं। तर गलत नियतले गरेको, गलत विचारले गरेको कार्यहरूको प्रतिफल भनेको चाहिँ सही चाहिँ हुँदैन। सही राम्रो सुपरिणाम चाहिँ त्यसबाट प्राप्त हुँदैन है। त्यहाँको त्यही नै हामीहरूमा चाहिँ विनाश हुन सक्छ, घाटा हुन सक्छ, नोक्सान हुन सक्छ। जुन प्राप्त गर्न लाभ हुन लागेको, आफूले पाउन लागेको धन सम्पत्तिहरू पनि त्यो मौकाबाट हामीहरू चुक्न सक्छौं, त्यो मौका प्राप्त हुँदैन है। जस्तै शेरी वाणिज्य भन्ने जातक सुन्नुभएको छ होला। बोधिसत्व र देवदत्त, भविष्यमा देवदत्त भन्ने दुईजना व्यापारीहरूले जुन व्यापार गर्दाखेरि व्यापार गर्न जाँदाखेरि दुईजनाले चाहिँ त्यहाँ कबुल गरेर गएको थियो कि एकजना एउटा बाटोमा एकजना पहिला जाने अनि पछि मात्र अर्को आउने भन्ने हिसाबले त्यस्तो कबुल गरेर त्यहाँ व्यापार गर्न जाँदाखेरि जुन एकदमै दरिद्र घरको जुन हजुरआमा र नातिनी हैन, त्यो सामानलाई देखेर नातिनीले त्यो सामान मलाई किनिदिनुहोस् भनेर हजुरआमालाई भन्दाखेरि हजुरआमासँग पैसा छैन भनेर घरको एउटा पुरानो थाल लिएर थाल चाहिँ त्यो व्यापारीलाई दिन ल्याएको। त्यो बेलामा त्यो व्यापारी चाहिँ भविष्यमा देवदत्त हुने व्यक्ति, उसले त्यो थाल लिएर यसो कोरेर हेर्ने बित्तिकै थाहा पायो कि यो त सुनको थाल हो है। सुनको थाल, सुनको थाल आफूलाई थाहा हुँदाहुँदै पनि लोभ चित्त, लोभको कारणले, लोभको बसमा परेर यो बुढी आमालाई चाहिँ ठग्न खोजेको है। ठग्नु भनेको पनि के हो त?
चोरी गर्नु नै हो, छलकपट गरेर लिन खोज्नु, हैन, ठगेर धोका दिएर लिन खोज्नु, यो सबै के हो त? चोरी गरेर बल जफ्ती लिन खोजेको। त्यो ठाल सुनको भनेर थाहा हुँदै उसले के भन्यो भन्दाखेरि आफूमा भएको जाबुतो प्लास्टिकको त्यो सामान दिनलाई कन्जुसाइ भएर त्यत्तिकै लिन खोजेको त्यो थाललाई, सामान नदिकन। यो केही 2 पैसा नजाने यो थाललाई म यो सामान चाहिँ दिन सक्दिनँ भनेर फालेर गएको थियो। तर बोधिसत्व फेरि त्यो बाटो आउँदाखेरि अघिकै थाल देखाउँदाखेरि त यो त सुनको थाल हो, योसँग यो थालसँग साट्नको लागि त मसँग त्यति सामानै छैन, हैन, मसँग सामानै छैन भनेर भनेपछि अघिको व्यापारीले त यो 2 पैसा नजाने थाल भनेको अहिले चाहिँ यस्तो भयो, होइन, जे भए पनि तपाईसँग जे छ एउटा सानो त्यो खेलौना भए पनि पुग्छ मलाई, मेरो नातिनीको लागि, अरू चाहिँदैन भनेर त्यसो भन्दाखेरि त्यहाँ बोधिसत्वले चाहिँ आफूमा बोकेर आएको सबै सामान दिएर त्यो सुनको थाल लिएर गयो। तर उता देवदत्त बन्ने व्यापारी त्यो फेरि फर्केर आयो त्यो थालको लोभमा, सुनको थालको लोभमा फर्केर आउँदा त अब बाँकी छैन। बोधिसत्वले त लिएर गइसकेको छ भन्नाले यहाँ त्यो व्यापारीको मन, व्यापार गर्नु भनेको आफ्नो जीविका चलाउनकै लागि उसले व्यापार गरिराख्या हो। तर आफ्नै जीविका चलाउनको लागि व्यापार गर्दाखेरि पनि सही ढङ्गमा गरेन, हैन, चोरी, लोभको बसमा परेर ठगेर लिने विचार, सित्तिकै लिने, केही पनि नदिइकन। किनभने यो बुढी आमालाई केही थाहा छैन, यसलाई केही थाहा छैन, यसले केही थाहा पाउँदैन भन्ने हिसाबले त्यस्तो लोभ चित्तले त्यो ठगेर लिन खोजेको जुन छ त्यस्तो कार्यहरू सबै मिथ्या आजीवभित्र चाहिँ पर्छ रे, हैन, मिथ्या आजीव। प्राणी हिंसामा पनि त्यस्तै आउँछ। आफ्नो कहिलेकाहीँ प्राणी हिंसा हुने नभइकन दिनहुँ आफ्नो जीविकोपार्जन गर्नको लागि प्राणी हिंसा कार्य गर्यो भने त्यो चाहिँ मिथ्या आजीव। अनि यस्तो मिथ्या आजीविका गरेर आफ्नो जीवन यापन गरिराखेका व्यक्तिहरूमा त्यसको दुष्परिणाम त एक न एक दिन पक्कै पनि आउँछ नै, है, यस्तो मिथ्या आजीव। अनि अर्को चाहिँ कहिलेकाहीँ धन कमाउने लोभमा, हैन, कहिलेकाहीँ चाहिँ सजिलैसँग धन कमाउन चाहन्छन्, सजिलैसँग मेहनत नगरिकन धन कमाउन चाहनेहरूले के गर्छन् त फेरि के गर्छ? कुहना भनेर आइराखेको छ, लपना भनेर कहिलेकाहीँ चाहिँ आफूलाई लाभ सत्कार प्राप्त गर्नको लागि, पैसा कमाउनको लागि अद्भुत कुराहरू देखाउँछ। तर त्यो साँच्चै भएको कुरा हो त भन्दाखेरि होइन। हेर्यो भने त्यसमा कुनै सार तत्त्व छैन, त्यस्तो सार तत्त्व केही नभएको अद्भुत कुराहरू गरेर, अद्भुत दृश्यहरू देखाएर त्यहाँबाट चाहिँ पैसा कमाएर, हैन, कसैले चाहिँ आफूमा नभएको गुणहरू, आफूमा त्यस्तो क्षमता पनि छैन, सामर्थ्य छैन, तर अरूलाई चाहिँ देखाएर, किनभने कुरा गर्न आउँछ नि, है, कुरा चाहिँ एकदम जान्ने भएपछि, एकदम कुरा गर्न आउने भएपछि आफूमा नभएको, आफूमा त्यस्तो शक्ति सामर्थ्य केही छैन, तर पनि आफू चाहिँ एकदमै आफूलाई माथि पारेर, चालै नपाउने गरी, अरूलाई थाहै नपाउने गरी आफूलाई माथि पारेर कुरा गर्छन् रे, है। त्यस्तो तरिकाले पनि के गर्न खोज्छन् भन्दाखेरि पैसा कमाउन खोज्छन् रे, त्यो पैसाले आफ्नो जीविका चाहिँ यापन चलाउँछन्। यस्तो कुराहरू पनि के हुन्छ भन्दाखेरि मिथ्या आजीव, मिथ्या आजीवभित्र चाहिँ पर्छन् रे। त्यसकारण यो जीविका चलाउने हिसाबले आफ्नो जीविकोपार्जनको लागि यस्ता गर्न नहुने कार्यहरू गरेर आफूले जीविका चलाइराख्यो भने त्यो मिथ्या आजीविका, हैन, मिथ्या आजीव। अनि त्यसको विपरीत त्यस्तो कार्यहरू गर्न नहुने कार्यहरू नगरिकन सही ढङ्गमा कार्यहरू गरेर आफूले जीवन चलाइराख्यो भने चाहिँ त्यो सम्यक आजीविका, हैन। अब जुन सम्मा वाचा, सम्मा कम्मन्त, सम्मा आजीविका भन्ने 3वटा विषयहरू छन्, यो 3वटा विषयहरूलाई विरति भनेर पनि भनिन्छ,
है। अभिधर्ममा विरति चैतसिक भनेर भनिन्छ। विरति भनेको हामीहरू दुष्कार्यहरूबाट दुष्कर्महरूबाट बस्ने अलग्ग हुने स्वभाव। जस्तै अघि भर्खरै शील ग्रहण गर्दाखेरि हामीहरूले वेरमणि भनेर भन्यौं हैन। त्यो वेरमणि भन्नु र विरति भन्नु एउटै अर्थ हो। वेरमणि भन्नु र विरति भन्नु एउटै अर्थ। अब यो सम्मा वाचा, सम्मा कम्मन्त, सम्मा आजीविका जुन 3वटा छ, यो 3वटालाई चाहिँ 3 प्रकारको विरति चैतसिक धर्म, विरति स्वभाव, यो चाहिँ एकदमै राम्रो कुशल चित्तसँग मात्रै आउने स्वभाव धर्म अरे। अघि जुन मिठा वचन छ, मिठा वाचा, अनि पछि मिठा कर्मन्त गलत कार्यहरू छन्, अनि मिठा आजीविका, यिनीहरू चाहिँ कस्तो चित्तसँग आउँछ भन्दाखेरि अकुशल चित्तसँग आउँछ रे है। अकुशल चित्त सँगसँगै आउने स्वभाव धर्महरू त्यो मिथ्या कर्मान्त, मिथ्या वाचा, मिथ्या आजीविकाहरू। तर यो 3 प्रकारको विरति जुन सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका भनेर हामीहरू भन्छौं, यो चाहिँ राम्रो स्वभाव धर्मसँग आउने, कुशल धर्मसँग आउने स्वभाव धर्महरू भयो। यस प्रकारको मिथ्या अकुशल चित्त सँगसँगै आउने मिथ्या कर्महरूबाट हामीहरू बस्न सक्यौं भने सम्यक कर्मान्त चाहिँ हुन्छ अरे। कुशल चित्तहरू हामीहरूमा उत्पन्न हुन्छ। कुशल चित्त सँगसँगै यस्तो विरति स्वभाव धर्महरू जुन अकुशल कार्यबाट आफू अलग्ग भइराखेको, अकुशल कार्य गर्दिन भनेर त्यहाँबाट बचिराखेको त्यस्तो राम्रो स्वभाव धर्महरू चाहिँ हामीहरूले आफूमा उत्पन्न भएको छैन भने उत्पन्न गर्नु पर्यो। उत्पन्न भइराखेको छ भने यसलाई चाहिँ निरन्तरता दिनु पर्यो रे है। यस्तो तरिकाले पनि हामीहरूले आफू भित्रको क्लेश धर्महरूलाई चाहिँ पातलो बनाउन सक्छौं रे है। दान धर्म गरेर, शीलत पालन गरेर, समता भावना अभ्यास गरेर केही समयको लागि पातलो बनाउन सक्छौं। विपश्यना भावना अभ्यास गरेर विपश्यना ज्ञानहरू वृद्धि भइरहेको समयमा पनि केही समयको लागि हामीहरू त्यो क्लेशलाई पातलो बनाउन सक्छौं। तर विपश्यना भावना अभ्यास गरिसकेर मार्गफल ज्ञान प्राप्त हुने अवस्थामा चाहिँ पूर्ण रूपमा नै त्यस्तो नराम्रो मिथ्या कर्महरूलाई नाश गर्न सक्छौं। त्यहाँसम्म चाहिँ हामीहरू जानुपर्छ अरे। यो क्लेशलाई पातलो बनाउने सल्लेखा आचरण भनेको क्षणिक रूपमा पनि हामीहरूले त्यसलाई सकेसम्म पातलो बनाउँदै जानुपर्छ भने पूर्ण रूपमा पनि निर्मूल गर्नुपर्छ अरे। पूर्ण रूपमा पनि निर्मूल गर्नुपर्छ। अनि आज चाहिँ मिथ्या व्यायाम है। अरूहरू मिथ्या व्यायाम भएका व्यक्तिहरू हुने बेलामा हामीहरू चाहिँ सम्यक व्यायाम भएका व्यक्तिहरू हुनेछौं भनेर पनि सल्लेख आचरणलाई आचरण गर्न सक्नुपर्छ अरे। भगवान बुद्धले सल्लेख सूत्रमा बताउनु भएको अर्को कुरा, अरूहरू मिथ्या व्यायाम भएका व्यक्तिहरू हुने बेलामा हामीहरू सम्यक व्यायाम भएका व्यक्तिहरू चाहिँ हुनेछौं भनेर प्रण गर्नु पर्यो अरे है। अब यहाँनिर व्यायाम भनेर आएपछि एक्सरसाइज गर्ने भनेर सम्झिन्छन् है। हामीमा व्यायाम गर्ने भनेकै एक्सरसाइज गर्ने हो। व्यायाम भन्ने शब्दलाई पाली भाषामा वायाम भनेर भनिन्छ हैन। वायाम भन्नु, वीर्य भन्नु एउटै कुरा हो। कोसिस गर्ने है, मेहनत गर्ने। एक्सरसाइज गर्ने भनेको पनि मेहनत गर्ने त हो नि। अल्छी मान्छेले गर्दैन क्यारे एक्सरसाइज हैन। वायाम भन्नु, वीर्य भन्नु सबै मेहनत गर्ने, कोसिस गर्ने स्वभावलाई भन्न खोजेको भयो है। अनि अरूहरूले गलत तरिकाले मेहनत गरिरहने समयमा रे अरूहरूले गलत तरिकाले कोसिस गर्ने बेलामा हामीहरू चाहिँ सही तरिकाले कोसिस गर्छौं भनेर चाहिँ अधिष्ठान गर्नुपर्छ अरे है। अब यसमा मेहनत गर्ने भन्ने जुन शब्द छ, वायाम अथवा वीर्य भनेर भन्यौ, यसको स्वभाव के छ त हैन। वीर्य हामीहरू मेहनत गर्ने, कोसिस गर्ने, उद्योग गर्ने, उत्साहित भएर कार्य गर्ने
वीर्य भनेकै त्यो उत्साहित भएर काम गर्ने। सतिपठान सूत्रमा भए भगवान बुद्धले आताप भन्ने शब्द प्रयोग गर्नुभएको छ, यही वीर्य मेहनत गर्नेलाई नै है। आताप भनेपछि सामान्य तवरले मात्र मेहनत गर्ने होइन रे। आताप भनेको सामान्य तवरले मेहनत गर्ने होइन रे। एकदमै उत्साहित भएर तत्परताका साथ आफू भित्रको क्लेशलाई सुकाउन सक्ने गरिकन रे, हैन, सुकाउन सक्ने गरिकन। सुक्यो भने त्यो त फेरि उत्पन्न हुन सक्दैन नि, हैन। रुख बोट बिरुवाहरू हामीले बिरुवाहरू रोप्दाखेरि त्यो सुक्यो भने फेरि पलाउँछ त? पलाउँदैन नि है। त्यसरी सुक्खा हुने गरिकन, सुकाउन सक्ने गरिकन मेहनत गर्ने, त्यसलाई चाहिँ आताप भन्ने शब्द चाहिँ भगवान बुद्धले प्रयोग गरिराख्नु भएको छ। यो सबै वीर्य, मेहनत गर्ने स्वभाव है। अनि यस्तो वीर्यले के गर्छ भन्दाखेरि सबै काम कार्यहरू गर्नमा चाहिँ यसले सहयोग गर्छ रे, भरोसा दिन्छ है। सबै काम कार्य, सबै भनेपछि सबै नै, राम्रो काम पनि नराम्रो काम पनि है। मेहनत गर्ने भनेको सबैले राम्रो काममा मात्र मेहनत गरिराखेका छैनन्, नराम्रो गलत काममा पनि मेहनत गरिराखेका छन् है। त्यसकारण यो वीर्य मेहनत गर्ने भन्ने स्वभाव, व्यायाम भन्ने स्वभाव सबै खाले काम गर्न हुने, गर्न नहुने, राम्रो नराम्रो, कुशल अकुशल, पुण्य पाप है, जस्तो सुकै कार्यमा पनि यसले के गर्छ भन्दाखेरि त्यो कार्य राम्रोसँग गर्न सक्ने गरिकन, त्यो कार्य चाहिँ सम्पन्न हुने बेलासम्म है, पूर्ण रूपमा सम्पादन गर्न सक्ने बेलासम्म के गर्छ भन्दाखेरि सहयोग गर्छ रे यो वीर्यले। अनि वीर्यको सहयोग पाएर, हैन, यो वीर्यको सहयोग पाएर राम्रो नराम्रो कार्यहरू सबै चाहिँ त्यहाँ सम्पन्न हुने बेलासम्म गरिराखेकै हुन्छ रे। हटपटी त्यो कार्यबाट गर्नबाट चाहिँ पछि हट्दैन रे। नराम्रो काम गर्न पनि पछि हट्दैन, राम्रो काम गर्न पनि पछि हट्दैन रे। किन भन्दाखेरि वीर्यको सपोर्ट छ त्यहाँ, वीर्यले चाहिँ सहयोग गरिराखेको छ, मद्दत गरिराखेको छ अरे है। अब हामीहरू पुरानो घरहरू भत्किन लाग्दाखेरि के गर्छौँ? टेको हाल्छौँ नि, हैन। घर भत्किन लाग्यो भने अब पुरानो पहिलाको अब 72 सालमा भूकम्प आउँदाखेरि कति घरमा टेको लगाउनु पर्यो। त्यस्तो घरहरू अहिलेसम्म पनि बाँकी छ नि। त्यो टेको लगाइराखेको कारणले त्यो घर चाहिँ भत्क्यो त भन्दाखेरि भत्केन नि, किन त्यसले चाहिँ सपोर्ट गरिराखेको छ, हैन। त्यसले चाहिँ मद्दत गरिराखेको छ। घर नभत्कियोस् भन्ने हिसाबले भत्किन लागेको घरमा हामीहरूले टेको लगाइदिँदाखेरि त्यो घरमा धेरै लामो समयसम्म हामीहरू बस्न सक्छौँ नि त, हैन। घर चाँडै नै भत्किँदैन। वीर्यको स्वभाव पनि त्यस्तै सहयोग गर्ने स्वभाव छ अरे। टेको घरमा चाहिँ पुरानो घरमा टेको ठड्याइदिया जस्तै नै सहयोग गर्ने स्वभाव। कस्तो काममा सहयोग गर्ने भन्दा सबै खाले काममा। त्यसकारण वीर्य व्यायाम मेहनत गर्ने भनेको राम्रो कार्यमा मात्र मेहनत गर्ने होइन, नराम्रो कार्यमा पनि त्यत्तिकै मेहनत त्यहाँ गरिराखेका हुन्छौँ रे यो है। अनि यस्तो मेहनत गर्ने काम भएको यो वीर्यले यस्तो मेहनत गर्दाखेरि कहिले पनि पछि हट्दैन अरे है। पछि हट्दैन, गर्दिन भनेर त्यसरी चाहिँ पछि हट्ने स्वभाव चाहिँ हुँदैन अरे वीर्यको स्वभाव। वीर्यको स्वभाव भयो भने आफ्नो लक्ष्यमा नपुगुन्जेल जस्तो सुकै कठिनाइहरू सामना गर्नु परे तापनि पछि नहटिकन डटेर सामना गर्छन् रे। वीर्यको त्यस्तो स्वभाव छ रे है। यो सम्यक व्यायाम मिथ्या व्यायाम बुझ्नलाई हामीहरूले वीर्यको स्वभावलाई बुझौँ भने स्पष्ट हुन्छ, हैन। वीर्यको स्वभाव कस्तो छ? पछि नहट्ने स्वभाव छ रे, पछि हट्न दिँदैन रे वीर्यले है। अगाडि नै जान्छ, अगाडि नै बढ्छ, सधैँ अगाडि बढ्छ।
भयो म जान्दिनँ म गर्दिनँ भनेर त्यस्तो मनमा लिँदैन रे। त्यो वीर्यले सहयोग गरिराखेको हुनाले, वो वीर्यले चाहिँ घचघचाइराखेको हुनाले है जस्तो सुकै कठिनाइहरू त्यहाँ सामना गर्नु परे तापनि, जस्तो सुकै अप्ठ्यारो अवस्थाहरू आइपरे तापनि पछि नहटिकन अगाडि बढ्ने स्वभाव चाहिँ वीर्यको छ अरे है। वीर्य भयो भने त्यस्तो कार्य गर्छ। अब यस्तो स्वभाव भएको वीर्य हामीहरूले कहाँ प्रयोग गर्ने त? वीर्यको स्वभाव त्यस्तो छ, त्यो स्वभाव पछि नहट्ने स्वभाव छ, अगाडि बढ्ने स्वभाव छ। यस्तो स्वभाव भएको वीर्य हामीहरूले कहाँ प्रयोग गर्ने त? सम्यक व्यायाम होइन, राम्रो कार्यमा प्रयोग गर्नु पर्यो। वीर्यले त सबै ठाउँमा सहयोग गर्छ, जुनसुकै यसले राम्रो नराम्रो छुट्याइरहँदैन। काम भनेपछि काम, सबै काम तमाम गर्नको लागि यसले चाहिँ सहयोग गर्छ है। तर हामीहरूले यस्तो स्वभाव भएको वीर्यलाई चाहिँ राम्रो वीर्य सम्यक व्यायाममा हामीहरूले सम्यक व्यायामको रूपमा हामीहरूले यसलाई चाहिँ प्रयोग गर्यौं भने त्यसको मिठो प्रतिफल चाहिँ हामीहरूले भोग्न पाउने हुन्छ। तर मिथ्या व्यायाममा हाम्रो मेहनत चाहिँ बढी पुगिराखेको छ अरे है। अब यसमा मिथ्या व्यायाम भन्नाले के भयो त? अकुशल कार्यहरू गर्न हैन, अकुशल कार्यहरू गर्न चाहिँ अल्छी नमानिकन उत्साहित भएर त्यो अकुशल कार्यहरू गरिराख्ने अरे। नराम्रो काम गर्न अल्छी नमानेको हैन। राम्रो काम गर्न चाहिँ हामीलाई अल्छी लाग्छ, तर नराम्रो कार्य गर्नलाई चाहिँ अल्छी लाग्दैन अरे है। भनौं आज को पनि छैन, घरमा म एक्लै छु भनेर, काम पनि छैन, केही पनि काम छैन भनेर त्यसै ओछ्यानमा पल्टिएर के गरिराख्छौं हामीहरू? के गरिराख्छौं? चाहिने नचाहिने सबै सोचिराख्छौं नि त्यहाँ हैन। सबै कुराहरू सोचिराख्छौं। कहाँ मनमा त्यो अब आज कोही पनि छैन, झन् आनन्द छ आज त भनेर त्यो पुण्य धर्महरू सम्झने, पाठ गर्ने त्यस्तो कार्य हामी गर्दैनौं त्यति है। ओछ्यानमा एकछिन पल्टिन्छौं भनेर पल्टिएर के हुन्छ त? मनमा के कुरा खेलाइराख्छौं, के कुरा खेलाइराख्छौं। त्यो कुरा धेरै खेल्नु भनेको के को स्वभाव हो? मनमा धेरै कुरा खेलाइराख्नु हैन, यता उताको कुराहरू सम्झेर त्यसमै अलमलिराख्नु, मनमा कल्पनाहरू गरिराख्नु, त्यो के हो? मन चञ्चल भएको स्वभाव हो नि त हैन। चित्त स्थिरता छैन, एकाग्रता छैन, मनमा अनेक कुराहरू आउनु भनेको त्यो चञ्चल स्वभाव हैन। चञ्चल स्वभाव, त्यो चञ्चल स्वभाव भनेको क्लेश हो कि राम्रो स्वभाव हो? क्लेश भनिन्छ नि चञ्चल स्वभावलाई हैन। उड्डछ भनेको कुनै एउटा विषयवस्तुमा त्यो टेक्न सक्दैन, यताउता सबै ठाउँमा घुमिराख्ने, अनि त्यसमै हामी वास्तविक संसारबाट अलग भएर काल्पनिक संसारमा चाहिँ डुबिराखेका हुन्छौं, काल्पनिक संसारमा पुगिराखेका हुन्छौं। त्यो मनमा धेरै कुरा खेल्यो भने वास्तविकतामा ध्यान जाँदैन, वास्तविक संसारबाट अलग भइराखेका हुन्छौं। यस्तोमा पनि के हुन्छ त? यो मिथ्या व्यायाम हुन्छ रे है। मिथ्या व्यायाम गलत प्रकारको मेहनत, त्यो सजिलैसँग पनि हुन्छ, अकुशल कार्य चाहिँ सजिलैसँग पनि हुन्छ, अकुशल कार्य पनि कहिलेकाहीँ एकदमै मेहनत गरेर गर्नुपर्ने अकुशल कार्य पनि हुन्छ। तर जस्तो सुकै भए पनि चाहिँ गर्छ रे उसले है। यस्तो कार्यहरू, अकुशल कार्यहरूमा आफ्नो के भन्छ मेहनत गर्नुलाई चाहिँ यहाँ मिथ्या व्यायाम भनेर भनिन्छ रे है। अब एउटा सानो किरालाई मार्नलाई मेहनत चाहिन्छ कि चाहिँदैन? चाहिन्छ नि हैन। एउटा सानो किरा मार्नलाई पनि मेहनत चाहिन्छ, मान्छे मार्नलाई मेहनत चाहिन्छ कि चाहिँदैन? मान्छे मार्नलाई पनि मेहनत चाहिन्छ नि है। सजिलैसँग उल्लङ्घन हुन सकिने अकुशल कार्यहरू है, अलि चाहिँ गाह्रो खालको अकुशल कार्यहरू, धेरै समय लाग्ने, धेरै मेहनत चाहिने अकुशल कार्यहरू जस्तो सुकै होस्,
अकुशल कार्यहरू गर्दाखेरि अल्छी नभइकन त्यो कार्य चाहिँ सम्पन्न हुने गरिकन हामीहरूले काम गरिरह्यौँ भने त्यसलाई चाहिँ मिथ्या व्यायाम भनेर भनिन्छ रे है। अनि हाम्रो स्वभाव कस्तो छ रे है, हाम्रो स्वभाव कस्तो छ रे भन्दाखेरि अकुशल कार्यहरू चाहिँ आफूले पहिला गरेको छैन, यस्तो काम, यस्तो नराम्रो कामहरू आफूले पहिला गरेको छैन, तर अरूहरूले चाहिँ गरेको देखाएको छौँ भनेपछि देखासिकी गर्छ रे हैन। आफूले त गरेको छैन, अरूले चाहिँ गरिराखेको, उसले यस्तो नराम्रो काम गरिराखेको छ भनेर पनि थाहा छ आफूलाई। तर त्यस्तो थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ चाहिँ आफूले पनि गरेर हेर्छ रे। नराम्रो कार्यहरू चाहिँ हामीहरूले सजिलैसँग देखासिकी गर्छौँ रे है। त्यस्तो गर्नु सबै के हो त? मिथ्या व्यायाम है। अरूले यस्तो गर्यो, उस्तो गर्यो, यस्तो ठाउँमा यसरी ल्याएको भनौँ न, अरूको बारीमा त्यो फुल फुलिराखेको छ, एकजनाले टिपेर लग्यो, उसले त त्यो टिप्न हुन्छ, मैले पनि हुन्छ होला नि भनेर आफूले पनि टिपेर ल्याउँछ रे है। अब अरूसँग नसोरिकन अरूको बारीमा रोपिराखेको फुललाई टिपेर ल्याउनु भनेको के हो? त्यो अरिना डानामा पर्छ, चोरी। नसोरिकन ल्याएको नि, उसको घरमा रोपिराखेको फुल आफूले नसोरिकन यो राम्रो रहेछ भनेर भगवानलाई चढाउन हुन्छ भनेर भगवानलाई चढाउन ल्याएको भने चाहिँ यसमा केही दोष छैन भनेर सम्झन्छौँ फेरि हामीहरू हैन। मैले त्यतिकै ल्याएको होइन, यो त भगवानलाई चढाउनको लागि ल्याएको भनेर अरूको बारीमा बगैँचामा राम्रोसँग फुलाइराखेको फुलहरू कहिलेकाहीँ टिप्छौँ। अनि अरूले टिपेको लगेको देखेर आफूले पनि ल्याउँछौँ। यस्तो यस्तो कार्यहरू त्यो चाहिँ कहिलेकाहीँ अन्जानमा हुन्छ, जानी नजानिकन थाहा नपाइकन हुन्छ भने कहिलेकाहीँ चाहिँ सजिलैसँग देखासिकी गर्ने बानी भएको हुनाले यस्तो काम चाहिँ हामीहरू सजिलैसँग गरिराखेका हुन्छौँ रे। यस्तो अकुशल कार्यहरू आफूले पहिला नगरेको काम गर्नलाई पनि हामीहरूले मेहनत गरिराखेका हुन्छौँ, मिथ्या व्यायाम। अनि आफूले एकचोटि दुईचोटि उल्लङ्घन गरेको हैन, गल्ती गरेको कार्यहरूलाई फेरि फेरि के गर्छौँ त? डोर्याइरहन्छौँ रे, फेरि फेरि डोर्याइरहन्छौँ हैन। फेरि फेरि डोर्याइरहनु भनेको पनि के हो त? मिथ्या व्यायामभित्र पर्छ रे है। एकचोटि दुईचोटि गरिसकेको, तर त्यसलाई अब यस्तो गर्दिन भनेर त्यहाँ नरोकिकन फेरि फेरि गल्ती गरिराख्ने, जानी जानी गरिराख्ने है। कसैको के बानी छ भन्दाखेरि आफूले गल्ती गर्छ, गल्ती गरेको भनेर थाहा छ हैन। थाहा भएपछि अब मैले गल्ती गरेँ भनेर माफी माग्छ, क्षमा याचना गर्छ है। क्षमा याचना गरेर फेरि अर्को दिन त्यस्तै गर्छ, त्यो दिन पनि क्षमा याचना गर्छ, फेरि अर्को दिन त्यस्तै गर्छ। कसैको बानी नै छ त्यस्तो है। गल्ती गर्छ, क्षमा याचना गर्छ, फेरि त्यही गल्ती चाहिँ दिनहुँ जस्तो डोर्याइराखेका हुन्छ, जानी जानी गर्नेहरू पनि हुन्छ। यस्तो नराम्रो कार्यहरू नगरेको, आफूले पहिला नगरेको नराम्रो कार्य गर्नुमा पनि मिथ्या व्यायाम हुन्छ भने गरिसकेको नराम्रो कार्यलाई फेरि फेरि दिनहुँ जस्तो डोर्याइराख्ने, त्यसमा पनि के हुन्छ त? मिथ्या व्यायाम हुन्छ अरे है। अनि कुशल कार्य गर्न चाहिँ कोसिस नगर्ने रे है। अरूले यस्तो पुण्य धर्महरू गरिरहेछ हैन, अरूले पुण्य धर्म गरेको देखेर म पनि गर्छु भन्ने खालको मनमा चाहिँ आउँदैन रे। त्यहाँ पुण्य कुशल धर्म गर्नको लागि चाहिँ मेहनत नगर्ने स्वभाव, त्यसलाई पनि मिथ्या व्यायाम नै भनिन्छ रे है। अब प्राणीहरूलाई दुःख हुने खालको हैन, संसारमा भएका प्राणीहरूलाई दुःख हुने, विनाश गर्ने खालको हात हतियारहरू निर्माण गर्दा के हुन्छ नि? फेरि के भन्ने त्यसलाई? संसारै ध्वस्त गर्न सक्ने हैन, संसारलाई नै ध्वस्त बनाउन सक्ने हात हतियारहरूको निर्माण कार्य धेरै भइराखेका छन् नि हैन। संसारमा एकदम डरलाग्दो छ, अहिलेको अवस्था एकदमै डरलाग्दो अवस्था छ। अब संसारै ध्वस्त हुने हात हतियारहरू निर्माण गरिराखेको, त्यसमा त्यत्रो समय दिएर मेहनत गरिराखेको छ, त्यसलाई के भन्ने? सम्यक व्यायाम भन्ने कि मिथ्या व्यायाम भन्ने? मिथ्या व्यायाम, एकदम डरलाग्दो छ
है। हामी संसारमा भएका हामी प्राणीहरू सम्यक व्यायाममा भन्दा मिथ्या व्यायाममा नै बढी समय बिताइराखेका छौँ रे। डरलाग्दो छ, डरलाग्दो है। त्यसकारण अरूहरूले यस्तो मिथ्या व्यायाम हैन गलत तरिकाले मेहनत गरिरहने समयमा हामीहरू त सही तरिकाले सम्यक रूपमा मेहनत गर्ने छौँ भन्ने अधिष्ठान चाहिँ गर्नुपर्छ है। त्यसलाई चाहिँ सम्मा वायाम, सम्यक व्यायाम भनेर भनिन्छ है। यही सम्यक व्यायाम आर्य अष्टाङ्गिक मार्गमा सम्यक व्यायाम भनेर आएको छ। सप्तबोध्यङ्गमा वीर्य सम्बोध्यङ्ग भनेर आएको छ हैन। सप्तबोध्यङ्गमा वीर्य सम्बोध्यङ्ग भनेर आएको छ। त्यसपछि अब ध्यान मार्गफल इत्यादि लाभ गर्नको लागि चाहिने हैन, आफूले ध्यान मार्गफल लाभ गर्न चाहेको त छ, तर त्यसको लागि चाहिँ कार्य गर्नुपर्छ, मेहनत गर्नुपर्छ। त्यो ध्यान मार्गफल लाभ हुने गरिकन मेहनत गर्ने एउटा जुन आधारभूत आवश्यकता छ त्यसलाई ऋद्धिपाद भनेर भनिन्छ। सम्यक व्यायाम पनि एक प्रकारको ऋद्धिपाद हो। आफूले आफ्नो लक्ष्यमा पुग्न चाहेको छ भने मेहनत गर्ने स्वभाव त चाहिन्छ नै। त्यस्तै अर्को सम्यक प्रधान भनेर पनि भनिन्छ, सम्मा वायाम अरे है। वीर्य मेहनत गर्ने त्यो स्वभाव सम्यक व्यायामलाई सम्मप्रधान, यो 37 प्रकारको बोधिपक्षीय धर्ममा यसलाई सम्यक प्रधान पनि भनिन्छ। सम्यक प्रधान भनेको यहाँ प्रधान भन्ने शब्दको पनि मेहनत गर्ने भन्ने नै अर्थ छ। सम्यक प्रधान भनेर भन्यो त्यो पनि मेहनत गर्ने, कोसिस गर्ने, तर यो चाहिँ नराम्रो ठाउँमा होइन है। नराम्रो ठाउँमा मेहनत गर्ने होइन रे, सही ठाउँमा राम्रो कार्यमा मेहनत गर्ने। मेहनत गर्ने हिसाबले चाहिँ वीर्यको स्वभाव लक्षण त एउटै छ, मेहनत गर्ने, सहयोग गर्ने हैन, पछि नहट्ने। यस्तो स्वभाव भएको त्यो वीर्य सम्यक व्यायामलाई बोधिपक्षीय धर्म 37 वटामा सम्यक प्रधान भनेर 4 प्रकारमा विभाजन गरिएको छ। सम्यक प्रधान है। सम्यक प्रधान 4 प्रकारमा विभाजित हुँदाखेरि पहिलो के हो त भन्दाखेरि अनुपनानं पापकानं अकुशलानं अनुपादाय वायामो भनेर भनिराखेको छ है। अनुपनानं पापकानं अकुशलानं धम्मानं रे। अनुत्पन्न भनेको यो भन्दा पहिला आफूले कहिले गरेको छैन है, आफूले कहिल्यै उल्लङ्घन गरेको छैन, आफूले कहिल्यै नगरेको अकुशल पाप कर्महरू, पाप कार्य, नराम्रो कार्यहरू नगर्नको लागि पनि हामीहरूले मेहनत गर्नुपर्छ अरे। यो सम्यक व्यायाम जसलाई सम्यक प्रधान पनि भनिन्छ, वीर्यको स्वभाव है। आफूले कहिल्यै नगरेको अकुशल कार्यलाई पछि पनि नगर्नको लागि मेहनत गर्नुपर्छ अरे, होस राखेर। अब यहाँ बुझ्नु पर्यो, हामीहरूले अकुशल कार्य भनेको कहिल्यै गरेको छैन त, छ नि त हैन। त्यत्रो जन्म लिएर आइसक्यौँ, योभन्दा अगाडि कति जन्म लिएर आयौँ हामीहरूलाई थाहा छैन नि हैन। थाहा नभएपछि यो अगाडिको जन्ममा के कार्य गरेर आयौँ, के कार्य गरेर आयौँ थाहा छैन। हो कुशल कर्म बलियो भएको हुनाले चाहिँ अहिले हामीहरू यसरी चाहिँ मनुष्य लोकमा यसरी मान्छे भएर अङ्ग प्रत्यङ्गले सम्पन्न मान्छे भएर हामीहरू जन्म लिन पायौँ। तर मान्छे भएर जन्म लिन पाए तापनि हामीमा जन्मदेखि नै के रोगहरू छन् हैन। जीवन सहज छैन, विभिन्न प्रकारको दुःखहरू भोगिराख्नु परेको छ। त्यो किन त भन्दाखेरि आफूले अकुशल पनि गरेर आएको भन्नाले हामीले नगरेको अकुशल भनेको केही छैन रे। वास्तवमा हामीहरूले नगरेको अकुशल भनेको केही छैन रे है। हामीहरूले जातक कथाहरू सुन्दाखेरि सुनिराखेका छौँ नि, बोधिसत्व हैन, बोधिसत्व पनि तिर्यक प्राणी भएर जन्मेको घटनाहरू त्यस्तो सुनिराखेका छौँ नि। किन बोधिसत्व तिर्यक प्राणी भएर जन्म लिएको त? बोधिसत्वले पनि कहिलेकाहीँ पञ्चशीलहरू
उल्लङ्घन हुन्छन् रे। बोधिसत्वको एउटा पञ्चशीलमा एउटा शील कहिल्यै उल्लङ्घन हुँदैन रे। बोधिसत्वहरूको पञ्चशील 5 वटामा एउटा शील चाहिँ कहिल्यै उल्लङ्घन हुँदैन रे। कुन चाहिँ शील हो त्यो? मुसावादा है, सत्य वचन बोल्ने। बोधिसत्वले कहिल्यै झुटो बोल्दैन रे है, मुसावादा कहिल्यै झुटो बोल्दैन। तर बाँकी शीलहरू कहिले काहीँ उल्लङ्घन हुन्छन् रे। त्यसकारण बोधिसत्वको धेरै जातकमा हेऱ्यौँ भने तिर्यक भएर जन्मेको जन्महरू नै कति छन् नि है। त्यस्तै आनन्द भन्तेहरू नर्कमा उत्पन्न भएको भन्ने घटनाहरू पनि हाम्रो ग्रन्थमा आइराखेको छ। भन्नाले हामीहरूले अकुशल कार्य योभन्दा पहिला नगरेको अकुशल कार्य भनेको छ त छैन। अतीत जन्महरूलाई समेत लियौँ भने हामीहरूले नगरेको अकुशल कार्य भनेको एउटा पनि छैन रे, एउटा पनि छैन। कुनै न कुनै अकुशल कार्य कुनै न कुनै जन्ममा त उल्लङ्घन गरेर आएका छौँ नै है। तर यहाँ चाहिँ आफूले पहिला नगरेको अकुशल कार्य नगर्नको लागि कोसिस गर्ने भन्न खोजेको चाहिँ यो अहिलेको जन्मलाई हामीहरूले हेर्नु पर्यो। अहिलेको वर्तमान जीवनलाई हेरेर यो वर्तमान जीवनमा आफूहरूले त्यस्तो अकुशल कार्यहरू गरेको छैन भने त्यसलाई चाहिँ उल्लङ्घन हुन नदिनको लागि मेहनत गर्नुपर्छ रे है। अब प्राणी हिंसाकै कुरा गरौँ न हैन। प्राणी हिंसाकै कुरा गर्दाखेरि प्राणी भनेपछि सबै प्राणी पर्यो त्यसमा। त्यो सानो किरा फट्याङ्ग्रादेखि लिएर मान्छेहरू समेत पनि सबै प्राणी भयो हैन। अब हामीहरूले मान्छेलाई त मारेका छैनौँ, छ त छैन नि हैन। मान्छेलाई मारेको छैन भने त्यो के भयो त? हामीले योभन्दा पहिला कहिल्यै नगरेको अकुशल कर्म, त्यो कर्मलाई अहिले हामीले गरेका छौँ त छैनौँ नि, त्यसलाई रोकिराखेको भनेपछि योभन्दा पहिला आफूले मान्छेलाई मारेको छैन। त्यसकारण पछि पनि यो मान्छे मार्ने कार्य हुन नदिनको लागि के गर्नु पर्यो त? मेहनत गर्नु पर्यो। त्यसो भयो भने यो उत्पन्न भइ नसकेको रे आफूले पहिला गरि नसकेको अकुशल कर्म फेरि उत्पन्न हुन नदिनको लागि, त्यो अकुशल कार्य नगर्नको लागि मेहनत गर्ने भन्ने हुन्छ रे। अब अरू प्राणीहरूमा हेरौँ हामीहरूले हैन, सानो किरा फट्याङ्ग्राहरू मार्ने काम चाहिँ हामीहरूले गरेका छौँ कि छैनौँ त? जीवनमा आफ्नो बच्चादेखि अहिलेसम्मकोलाई हेरौँ, छ नि। जानी नजानी थाहा नपाएको अवस्थामा हामीहरूले गरिराखेका छौँ नि हैन। बच्चा बेलामा थाहा हुँदैन। यस्तो के भन्छ, सानैदेखि बिहारमा गएर बिहारको सङ्गत भएन भने हामीहरूले सानो पहिला त के गर्छौँ? किरा फट्याङ्ग्राहरू अरू नमारे पनि के हुन्छ? लामखुट्टे, जुम्रा हैन। लामखुट्टेलाई के गर्छौँ? अहिले त झनै छ नि हैन। अहिले डेङ्गु आउँछ भनेर लामखुट्टेलाई निर्मूल गर्नु पर्यो भनेर, यस्तो डेङ्गु ल्याउने लामखुट्टे भनेर त्यस्तो गरिराखेका छौँ नि है। अब त्यो आफूले कहिल्यै त्यो लामखुट्टे मार्ने, जुम्रा मार्ने त्यस्तो कार्य गरेको छैन भने त्यो चाहिँ आफूले कहिल्यै उल्लङ्घन नगरेको अकुशल कर्म भयो है। कहिल्यै उल्लङ्घन नगरेको अकुशल कर्मलाई अहिले पनि म गर्दिनँ यस्तो भनेर चाहिँ आफूले त्यस्तो तरिकाले आफूलाई कन्ट्रोल गर्न सक्नुपर्छ रे, नियन्त्रण गर्न सक्नुपर्छ रे। त्यस्तो तरिकाले मेहनत गर्न सक्नुपर्छ रे है। आफूले कुनै सामान, कसैको पनि कुनै सामान चोरेको छैन भने म पछिसम्म पनि यस्तो गर्दिनँ, यस्तो चोर्ने कार्य चाहिँ गर्दिनँ भनेर चाहिँ नियन्त्रण गर्नुपर्छ रे। आफूले कहिल्यै त्यस्तो झुटो बोलेको छैन भने म पछि पनि यस्तो झुटो बोल्दिनँ भनेर। अब कहिलेकाहीँ झुटो बोल्नै पर्ने अवस्थामा के गर्ने नि? फेरि के गर्ने? कहिलेकाहीँ त एकदम झुटै बोल्नुपर्ने अवस्था आयो भने के गर्ने? अप्ठ्यारोमा पर्यो है। अब आफूले कहिल्यै नगरेको अकुशल कार्य फेरि कहिल्यै उत्पन्न नहुने गरिकन मेहनत गर्नुपर्छ भनेको छ। कहिलेकाहीँ झुटै बोल्नुपर्ने अवस्था यस्तो आयो भने के गर्ने? अब
नबोलिकन बस्नै नसक्ने अवस्थामा के गर्ने भनेको नि सोच्नुहोस् है यो विषयमा अब के गर्ने भनेर अरू नगरे पनि यो चाहिँ एकदमै गाह्रो विषय छ यो मुसावादा हैन अरूलाई चाहिँ रासनास हुने गरिकन झुटो बोल्या हैन अरूलाई चाहिँ दुःख दिने किसिमले झुटो नबोलेको भए तापनि कहिलेकाहीँ झुटो बोल्छ नि यति बोलेर त केही हुँदैन भनेर अरूलाई दुःख दिया छैन नि त अरूलाई दुःख होस् भन्ने हिसाबले झुटो बोल्या त हैन अब त्यस्तो अवस्थामा के गर्ने एकदमै होस पुर्याउनु पर्छ है यसमा धेरै होस पुर्याउनु पर्छ तर जे होस् आफूले यो भन्दा अगाडि यस्तो खालको अकुशल कार्यहरू पहिला कहिल्यै उल्लङ्घन गरेको छैन भने त्यस्तो अकुशलहरू पछि पनि उल्लङ्घन नहुने गरिकन आफूलाई चाहिँ संयमित भएर बस्ने उल्लङ्घन नहुने गरिकन होस राख्ने मेहनत गर्ने त्यो स्वभावलाई चाहिँ सम्यक व्यायाम भनेर भनिन्छ रे है अनि अर्को चाहिँ 2 नम्बरमा आफूले एकचोटि होस् वा दुईचोटि होस् वा तीनचोटि होस् हैन पहिला उल्लङ्घन गरिसकेको अकुशल कार्यहरूलाई प्रहान गर्नको लागि चाहिँ कोसिस गर्नुपर्छ अरे उल्लङ्घन गरिसकेको अकुशल कार्यलाई प्रहान गर्नको लागि कोसिस गर्ने त्यो पनि सम्यक व्यायाम रे है अब अकुशल कार्य गरिसकेकोलाई कसरी प्रहान गर्ने भनेको हटाउने कसरी हटाउने त गरिसकेको काम त गरेर सिद्धिसक्यो हिजो गरेको अकुशल कार्यलाई आज कसरी प्रहान गर्ने हैन अघि बिहान गरेको अकुशल कार्यलाई त्यो काम त गरेर सम्पन्न भइसक्यो त्यहाँ काम सिद्ध भइसक्यो अहिले कसरी प्रहान गर्ने त त्यसलाई त्यो प्रहान गर्नलाई मेहनत गर्नु पनि सम्यक व्यायाम रे अब कसरी प्रहान गर्ने कसरी हटाउने गरिसकेको अकुशललाई कसरी हटाउनको लागि मेहनत गर्यो भने त्यो सम्यक व्यायाम हुन्छ रे हैन सम्यक व्यायाम हुन्छ अब गरिसकेको सिद्धिसक्यो बिहानको समय त अहिले फर्कदैन कसरी उ गर्ने त क्षमा बिहा हैन आफूले गर्या नि त अरूले गर्या हैन आफ्नो है यो चाहिँ अरूले जे गरोस् हामीलाई मतलब छैन हैन आफूले गरेको आफूले कर्म बनाएको भयो नि त त्यसकारण आफूले एकचोटि होस् वा दुईचोटि होस् वा तीनचोटि होस् वा धेरैपल्ट होस् कसैको त हैन एकचोटि दुईचोटि हैन धेरैपल्ट पनि हुन्छ आफूले जानी नजानिकन थाहा पाइकन थाहा नपाइकन गरेको अकुशल कार्यहरूलाई प्रहान गर्नको लागि कोसिस गर्नु पनि सम्यक व्यायाम हो भनेर जुन भनिराखेको छ गरिसकेको काम त त्यो सिद्धिसक्यो अतीत भइसक्यो त्यसलाई अहिले फेरि हामीहरूले प्रहान गर्छौं भनेर गर्न सक्दैनौं त्यो कर्म एकदमै डरलाग्दो किसिमले हामीहरूले उल्लङ्घन गरेको कर्म सिद्ध नै हुने गरिकन कर्मपथ सिद्ध हुने गरिकन हामीहरूले उल्लङ्घन गरिसकेको छ भने त्यसको फल त के हुन सक्छ भोग्नै पर्ने हुन सक्छ नि हैन गरिसकेको अकुशल कर्मलाई त गरिसकेको सिद्ध्यो त्यसलाई प्रहान गर्न सक्दैनौ तर यहाँ प्रहान गर्नलाई त्यसलाई हटाउनको लागि कोसिस गर्नुपर्छ त्यो कोसिस गर्नु पनि सम्यक व्यायाम हो भन्नुको तात्पर्य के हो त भन्दाखेरि त्यस्तो खाले अकुशल फेरि नगर्ने हैन त्यस्तो खाले अकुशल नराम्रो कार्यहरू फेरि नगर्ने अनि त्यसपछि अब कसैले भन्छ कि यो जुन हामीले यस्तो गल्ती गरेपछि त्यसको अलिकति मनमा पश्चाताप पनि त हुनु पर्यो नि हैन हो पश्चाताप हुनुपर्छ किनभने त्यहाँबाट शिक्षा लिनु पर्यो नि त पश्चाताप हुनु भनेकै के हो शिक्षा लिनको लागि नि अहिले समाजमा हैन यो त्यो आफूले यस्तो कार्य गर्न पुगेछु भनेर पश्चाताप नै भएन भने पनि त्यो राम्रो होइन भनेर भन्छ तर अभिधर्मको भाषामा चाहिँ पश्चाताप हुनु भनेको के हो के को स्वभाव हो द्वेषको स्वभाव है मनमा पश्चाताप भएर मन डाहा भइराख्नु पश्चाताप हुनु भनेकै के हो मन डाहा हुनु मनमा डाहा हुनु नुगफिउ ढाइमला मनमा डाहा भइराख्नु एकचोटि दुईचोटि भयो ठिकै छ तर त्यही मन डाहा मात्रै बनाएर
त्यो पश्चाताप मात्रै गरेर आफ्नो दिन काटिराख्यो भने त्यसको केही अर्थ छ त? छैन नि। केही फाइदा छ त त्यसले? फाइदा गर्दैन नि है। गल्ती गर्यो, गल्ती भयो भनेर आफूलाई थाहा भयो, मैले यस्तो गल्ती गर्न पुगेछु भन्ने कुरा चाहिँ आफूले महसुस गर्यो भने त्यस्तो गल्ती भोलि पर्सि फेरि नडोर्याउनको लागि कोसिस गर्नु पर्यो नि हैन। त्यस्तो खालको सम्यक व्यायाम हुनुपर्छ रे। पश्चाताप गर्ने भनेर चाहिँ त्यही कुरा मात्रै सम्झेर आफ्नो दिन बिताइराख्यो भने क्लेशमाथि क्लेश चाहिँ थप्दै गएको हुन्छ रे। किनभने मन डाहा हुनु भनेको द्वेषको स्वभाव हो। मनमा चिन्ता हुनु, शोक उत्पन्न हुनु भनेको द्वेषको स्वभाव हो त्यो हैन। त्यो द्वेष भनेको क्लेश धर्म हो। त्यो क्लेशलाई झन् बढावा दिएको हुन जान्छ रे। त्यसकारण त्यसलाई मात्रै सम्झेर पश्चाताप लिइराख्ने, मन डाहा बनाइराख्ने, दुःखी भइराख्ने होइन कि यस्तो कार्यहरू म भविष्यमा फेरि गर्दिन भन्ने हिसाबले त्यो कार्य नगर्नको लागि कोसिस गर्नु पर्यो। अनि हामीहरूले त्यो कार्यबाट चाहिँ जुन के भन्छ नराम्रो प्रतिफल पाउनु सक्ने हो हैन, त्यो प्रतिफललाई समेत पनि रोक्न सक्यो भने त्यो झनै राम्रो मेहनत गरेको हुन्छ अरे है। आफूले गल्ती गरिसक्यो हैन, अकुशल गरेको छ, त्यो अकुशलको फल भोग्नु नपर्ने गरिकन चाहिँ हामीहरूले मेहनत गर्न सक्यो भने यो चाहिँ आफूले गरिसकेको अकुशललाई प्रहान गरेको हुन्छ अरे। अब अकुशल कर्मको फल त भोग्नै पर्छ। अब त्यो फल भोग्नु नपर्ने गरिकन कसरी त्यसलाई प्रहान गर्ने त, हटाउने त है। अब सजिलो उदाहरण अंगुलीमालको ल्याउन हैन। अंगुलीमालले के गरेको छ? 979 हैन, त्यत्रो मान्छेहरू मारेको छ, प्राणी हिंसा कार्य गरेको छ। त्यो प्राणी हिंसा कार्यको त्यत्रो मान्छे मारेको प्राणी हिंसा कर्म अनुसार अंगुलीमाल त कहाँ जन्मनु पर्छ? नरकमै जन्मनु पर्छ नि हैन। तर भगवान बुद्धसँग भेट भएर उसले चाहिँ भगवान बुद्धको निर्देशन अनुसार भावना अभ्यास गर्दै जाँदा यही जन्ममा अरहत मार्ग फल ज्ञान लाभ गरेर अरहन्तसम्म पनि बन्न सक्यो। र त्यो अरहन्त बन्नु भनेको अरहत मार्ग फल ज्ञान लाभ गरेको त्यो कुशल कर्मको कारणले हैन। त्यो कुशल कर्मले के गरेको छ भन्दाखेरि त्यत्रो 979 जना मान्छे मारेको जुन अकुशल कर्मको फल छ त्यसलाई चाहिँ के गरेको छ? काटिदिएको छ नि है। त्यस्तो प्रकारले हामीहरूले यस्तो मार्गफल ज्ञान लाभ हुने बेलासम्म चाहिँ पुण्य कुशल धर्महरू वृद्धि गर्नु भनेको के हो भन्दाखेरि उल्लङ्घन भइसकेको अकुशललाई चाहिँ प्रहान गरेको रे, प्रहान गर्नलाई चाहिँ मेहनत गरेको भन्ने हुन्छ रे है। त्यस्तो तालसम्म हामीहरूले त्यो गरिसकेको अकुशललाई चाहिँ प्रहान गरेकोमा, प्रहान गर्नमा चाहिँ कोसिस गर्न सक्नुपर्छ रे। त्यो चाहिँ एक प्रकारको सम्यक प्रधान, एक प्रकारको सम्यक व्यायाम भनेर चाहिँ भनिन्छ रे। आफूले कहिल्यै नगरेको नराम्रो कार्यहरू पछि पनि नगर्नको लागि पनि हामीहरूले होस राख्नु पर्यो हैन। अनि यसमा चाहिँ अहिले भर्खर भनेर आएको जुन कुराहरू छ नि, प्राणी हिंसाको कुरा आयो, चोरीको कुरा आयो हैन, झुटो बोल्ने यस्तो कुराहरू आयो। यो भनेको चाहिँ हामीहरू शरीरद्वारा अथवा वचनद्वारा हैन त्यस्तो गर्न सकिने, सबैले देखिने अकुशल कार्य भयो। यो चाहिँ सबैले देखिन्छ यो बाहिरबाट हैन। यो शरीर अथवा वचनद्वारा चाहिँ उल्लङ्घन गरिन्छ, तर मनमा पनि त छन् त फेरि अकुशल कर्म हैन। उत्पन्न नभइसकेको अकुशल कर्म भनेको यस्तो बाहिरको आरमणमा पनि छ भने भित्र पनि छ। भित्र है, भित्र के हुन्छ त? भित्र मनमा चाहिँ लोभ द्वेष मोहहरू चाहिँ ईर्ष्या अभिमान यस्तो स्वभावहरू, मात्सर्य स्वभावहरू यस्तो चाहिँ निरन्तर उत्पन्न भइराखेको छ हामीहरूमा है। यसलाई पनि लोभ द्वेष मोह ईर्ष्या अभिमान मात्सर्य यस्तो नराम्रो स्वभावहरूलाई पनि, अनि गलत धारणा मिथ्या दृष्टि यस्तो स्वभावहरूलाई पनि, यो क्लेश धर्महरूलाई पनि यो त पहिलादेखि अहिलेसम्म आइराखेकै छ। यो चाहिँ कहिल्यै उत्पन्न भएको छैन भनेर भन्न सक्दैनौँ
है। यो भन्दा पहिला उत्पन्न भएको छैन भनेर भन्न सक्दैनौँ हामीहरू, किनभने यसलाई हामीहरूले मार्गफल ज्ञानले निर्मूल गरेका छैनौँ भने यो चाहिँ पहिला कहिले उत्पन्न भएको छैन भन्न सक्दैनौँ। पृथकजनहरूमा यस्तो स्वभावहरू त उत्पन्न हुन्छन् नै। यस्तो बार बार उत्पन्न भइरहने यस्तो क्लेश धर्महरूलाई पनि प्रहान गर्नको लागि मेहनत गर्नुपर्छ रे, कोसिस गर्नु, त्यो पनि सम्यक व्यायाम हो भनेपछि यसमा चाहिँ हामीहरूले के गर्नु पर्यो? विपसना भावना पुण्य धर्महरू वृद्धि गर्नु पर्यो है। त्यो विपसना भावना पुण्य धर्महरू गरेर स्मृति राखेर हामीहरूले बस्न सक्यौँ भने हो यस्तो अकुशल उत्पन्न हुन लाग्यो, त्यसलाई चाहिँ अब फेरि ठाउँ दिइराख्नु हुँदैन, निवारण गर्नुपर्छ यसलाई भनेर स्मृति राखेर चाहिँ त्यसलाई प्रहान गर्नुपर्छ अरे। त्यहाँको त्यही नै हैन। पहिला पहिला ध्यान भावना अभ्यास गर्ने भन्तेहरू जुन जङ्गलमा बसेर ध्यान भावना अभ्यास गर्छन्, भिक्षाटनको लागि गाउँमा पस्नुपर्ने हुन्छ हैन। अनि बाटोमा खेत हुन्छ, त्यो खेत नागेर गाउँ जानु पर्दाखेरि यसरी भन्तेहरू भिक्षाटनको लागि आउनु हुँदाखेरि लस्करै आउनुहुन्छ लाइनमा बसेर हैन। अनि लाइनमा बसेर आउँदाखेरि हतरनपट्ट आउने होइन, त्यही भावना अभ्यास गरेर स्मृति राखेर होस राख्दै राख्दै आउनुहुन्छ रे, पाइला चाल्नुहुन्छ है। होस नराखिकन कहिले पनि पाइला चाल्नुहुन्न रे, त्यत्रो मेहनत गर्नुहुन्छ रे। होस राखेर हरेक पाइला होस राखेर पाइला चाल्ने। किन भन्दाखेरि आफूमा यस्तै खालको मनमा जुन उत्पन्न हुने नराम्रो स्वभाव छ, लोभ द्वेष मोह इत्यादि, यस्तोहरू उत्पन्न होला भन्ने डरले त्यो उत्पन्न हुन नदिनको लागि भनेर प्रत्येक पाइलामा होस राखेर पाइला चाल्नुहुन्छ भिक्षाटनको लागि। अनि लाइनै आउनु हुँदाखेरि कहिलेकाहीँ उत्पन्न हुन दिन्न भने पनि उत्पन्न त हुन सक्छ नि, यो रोक्न सक्दैन नि। प्राणी हिंसा पो म गर्दिनँ भनेर आफूलाई पछि हट्न सक्छ। लोभलाई त म उत्पन्न गर्दिनँ भनेर त्यसरी समाउन त गाह्रो हुन्छ हैन। अनि त्यस्तो अवस्थामा सबभन्दा अगाडिको भनौँ भिक्षुमा चाहिँ बिचमा यस्तो हिँड्दा हिँड्दै नै स्वात्त लोभ उत्पन्न भयो भने उहाँ टक्क रोक्नुहुन्छ अरे हैन। रोक्ने उहाँ रोकेपछि अब पछाडिकोहरू पनि सबै रोक्ने भयो हैन। रोक्नुको कारण के हो त? लोभ इत्यादि क्लेश उत्पन्न भएर त्यो क्लेशलाई चाहिँ दमन गर्नको लागि है। अब उभिएर बसेर त्यो क्लेश दमन भएन भने के गर्नुहुन्छ रे? त्यही बस्नुहुन्छ रे, बसेर फेरि त्यो दमन गर्न खोज्नुहुन्छ रे। उभिएर भएन भने एकैचोटि बसेर त्यहाँ त्यो क्लेश आफूमा भइराखेको तृष्णा राग इत्यादिलाई दमन गर्नको लागि बस्नुहुन्छ रे। अनि उहाँ बस्यो भने पछाडिको पनि सबजना बस्ने है। उहाँले आफूलाई पनि होस दिन्छ रे, हेर तिम्रो मनमा क्लेश राग द्वेष इत्यादि उत्पन्न भएको पछाडि आउने भन्तेहरू सबैले थाहा पाइसक्नु भयो हैन। अगाडि नगइकन त्यहाँ रोकेको भयो नि त। रोकेको भएपछि त्यो आफूभित्र उत्पन्न भएको क्लेशलाई दबाउनको लागि रोकेको नि। पछाडि त्यसरी थाहा पाइसक्नु भयो, यसलाई ठाउँ दिनु हुँदैन भनेर फेरि बसेर भाविता गरेर त्यसलाई दमन गरिसकेपछि मात्र फेरि पाइला होस राखेर पाइला चाल्दै जानुहुन्छ अरे। हाम्रो मनमा कहिलेकाहीँ ध्यान भावना अभ्यास गर्ने क्रममा हेरौँ, विपसना भावना अभ्यास गर्ने क्रममा कहिलेकाहीँ मनमा यस्तो नराम्रो विचार आइराखेको छ, त्यसलाई भाविता गर्नुपर्छ भनेर भाविता गर्दाखेरि पनि त्यो चाहिँ फेरि दोहोरिरहन्छ नि हैन। त्यस्तो भइरहन सक्छ नि। त्यसो भएको हुनाले बसेर फेरि उसलाई दबाउन खोजेको। यसरी गर्दै गएर उहाँहरूले चाहिँ अरहत मार्ग फल ज्ञान समेत पनि लाभ गर्नुहुन्छ अरे है। त्यस्तोसम्म मेहनत गर्नुहुन्छ अरे, अगाडि नगइकन त्यही टक्क रोकेर अहिले उत्पन्न भएको क्लेशलाई चाहिँ दबाउनै पर्छ भनेर। त्यस्तो खालको मेहनत गर्नु भनेको पनि यो उत्पन्न भइसकेको अकुशल कर्महरूलाई प्रहान गर्ने, त्यो प्रहान गर्नमा मेहनत गर्ने भन्ने हुन्छ रे यो है। त्यसकारण यो अकुशल कर्मलाई पूर्ण रूपमा प्रहान गर्ने भनेको त विपसना भावना अभ्यास नगरिकन चाहिँ सम्भव छैन। तर शरीर र वचनबाट गरिने अकुशल कार्यहरूलाई चाहिँ हैन, आफूले उल्लङ्घन गरिसकेको अकुशल कार्यहरूलाई चाहिँ हामीहरूले शील धर्म पालन गरेर त्यसलाई चाहिँ प्रहान गर्न सक्छौँ। त्यसकारण शील पालन गर्नु भनेको त्यो पाली भाषाको सरर पढेर
शील लिएको भनेर त्यो पालन गर्ने होइन, व्यावहारिक रूपमा त्यसलाई चाहिँ पालन गर्नु, त्यो चाहिँ साँच्चैको शील समाधान गर्नु भन्ने चाहिँ हुन्छ। यो चाहिँ उत्पन्न भइसकेको अकुशल उत्पन्न हुन नदिन मेहनत गर्ने स्वभाव है, सम्यक व्यायाम। अनि अर्को सम्यक व्यायाम भनेको चाहिँ अब आफूले योभन्दा पहिला गरि नसकेको कुशल धर्महरू गर्नलाई पनि कोसिस गर्नुपर्छ रे हैन। अब तलदेखि हेरौँ, आफूले कहिल्यै दान दिएको छैन अरूलाई, एउटा सानो चिज पनि अरूलाई कहिले पनि त्याग गरेको छैन भने त्यो त्याग गर्ने हैन। कहिल्यै शील पालन गरेको छैन भने शील पालन गर्ने, कहिल्यै भावना अभ्यास गरेको छैन भने भावना अभ्यास गर्ने। यो चाहिँ आफूले पहिला कहिल्यै नगरेको कुशल कर्महरू गर्ने, त्यो कुशल कर्म गर्नलाई मेहनत गर्नु पनि के हो त, सम्यक व्यायाम रे। अब यसमा चाहिँ फेरि मैले कहिल्यै गरेको छैन, अब एकचोटि गरेर हेर्छु भनेर गर्यो सक्यो, त्यो चाहिँ हुँदैन, फेरि एकचोटि गरेर पुग्दैन भन्न खोजेको हैन। योभन्दा अगाडि मैले कहिल्यै गरेको छैन, अब एकचोटि गरेर हेर्छु, या मनाउनी या नङ्कौ, त्यतिले पुग्दैन भनेको हैन। आफूले पहिला नगरेकोलाई गर्नुपर्छ, त्यो गर्नको लागि मेहनत गर्नुपर्छ, त्यो पनि सम्यक व्यायाम हो। तर 4 नम्बरमा के छ भने आफूले गरिसकेको कुशल धर्महरूलाई परिपूर्ण हुने अवस्थासम्म रे, परिपूर्ण हुने अवस्थासम्म वृद्धि गर्दै जानको लागि पनि मेहनत गर्नुपर्छ अरे हैन। मैले दान दिइसकेको छु, पहिला आज दिन्न, अब पछि दिनु पर्दैन, त्यस्तो होइन। मैले हिजो शील पालन गरिसकेको छु, अबदेखि शील पालन गर्नु आवश्यक छैन, त्यस्तो होइन रे हैन। त्यो गरिसकेको पुण्य धर्महरू फेरि 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 गर्दै जानुपर्छ रे हैन। आफूले गरिसकेको पुण्य धर्मलाई फेरि फेरि सम्झेर मन प्रसन्न भइराख्नु, ओहो मन खुसी भइराख्नु, सन्तुष्ट भइराख्नु। फेरि अभिमानले होइन है, मैले यस्तो गरेको छु भनेर अभिमान निकाल्नको लागि त्यो आफूले गरेको कुशल कार्यहरू सम्झने होइन हैन। मन खुसी बनाउने, मनमा प्रीति उत्पन्न गर्ने, मैले यसरी शील पालन गर्न सकेँ, मैले यसरी शुद्ध रूपमा शील पालन गरेको, मैले यसरी स्वच्छ रूपमा चाहिँ शुद्ध मनले दान दिएको, त्यो शुद्ध मनले गरेको पुण्य कार्यलाई फेरि फेरि बार बार सम्झिराख्नु, त्यो भयो भने कुशल कर्म झन् वृद्धि हुन्छ नि है। मन खुसी भएर कुशल कर्म झन् वृद्धि हुन्छ। अनि सम्झेर कुशल कर्म अब भयो, कुशल कर्म वृद्धि भयो भने त्यसमा सन्तुष्ट भएर बस्ने होइन, फेरि नयाँ नयाँ त्योभन्दा झन् प्रभावकारी रूपमा चाहिँ वृद्धि गर्दै जानुपर्छ रे। अब भनौँ विपसना भावनाको हामीहरूमा के चलन छ भन्ने गरी ध्यान बस्नुभएको छ भनेर सोध्यो भने के भन्छ, बसिसकेको छु, एकचोटि शिविरमा बसेको छु भनेपछि त्यसमा पुग्यो, त्यस्तो सम्झिने बानी छ हाम्रो। म एकचोटि शिविरमा चाहिँ बसिसकेको छु भनेपछि ध्यान बसिसकेको छु, पुण्य कुशल गरेको छु भनेर त्यसमा चाहिँ सन्तुष्ट हुने भयो, त्यतिले पुग्छ त ध्यान भावना भनेको? पुग्दैन अरे। ध्यान भावना भनेको जुन हामी चाहिँ दुःखबाट मुक्त होस् भन्ने चाहिँ इच्छा गरिराखेका हुन्छौँ, त्यहाँसम्म नपुगुन्जेल यो ध्यान भावना भनेको चाहिँ पुग्दैन। यहाँ चाहिँ कुशल कर्म गरिसकेको कुशललाई फेरि फेरि वृद्धि गर्ने भनेको त्यो आफू एकचोटि बसिसकेको छ त्यसमा सन्तुष्ट नभइकन त्यसलाई फेरि फेरि गर्दै जानु है, फेरि फेरि गर्दै जानु, भियो भावाय वेपुल्लाय, एकदमै विस्तृत हुने गरिकन, परिपूर्ण हुने गरिकन चाहिँ वृद्धि गर्दै जाने त्यो कार्य हैन, त्यहाँ मेहनत गर्ने, त्यसलाई पनि सम्यक व्यायाम अथवा सम्यक प्रधान भनेर चाहिँ भनिन्छ अरे। यस्तो खालले चाहिँ हामीहरूले सही ढङ्गमा मिथ्या व्यायामलाई छोडेर सही ढङ्गमा कुशल पुण्य कार्यहरू वृद्धि गर्नको लागि कोसिस गर्नुपर्छ रे। त्यसकारण अरूहरू चाहिँ यस्तो नराम्रो कार्यहरूमा आफ्नो पुरा मेहनत लगाइराख्ने बेलामा हामीहरू चाहिँ राम्रो कार्य गर्नमा आफ्नो पुरा मेहनत लगाउँछौँ, कोसिस गर्छौँ भनेर चाहिँ सल्लेख आचरणलाई चाहिँ आचरण गर्न सक्नुपर्छ भन्ने कुरा चाहिँ सल्लेख सूत्रमा भगवान बुद्धले आज्ञा भइराख्नु भएको छ। त्यो अनुसार चाहिँ हामीहरूले त्यो नराम्रो अकुशलहरू हुन नदिनको लागि चाहिँ कोसिस गर्नु पर्यो। आजलाई धर्मदेशमा यही टुङ्ग्याउँछु। अब यो हप्तामा
यस अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रमा बसोबास गरिरहनुभएका भन्तेहरू, श्रद्धेय भन्तेहरू, गुरुमाहरू तथा योगीहरूलाई जलपान भोजन सर्वट दान दिनुहुने दाताहरूको नाम सुनाउन चाहन्छु। पुस 28 गते जलपान शर्मिला ताखुवा ललितपुर चाकुपाटबाट प्राप्त भयो। भोजन जन्मदिनको उपलक्ष्यमा निकिता साक्य ललितपुर पुलचोकबाट प्राप्त भयो। 29 गतेको जलपान आयुष श्रेष्ठ सम्यक श्रेष्ठ शान्तिनगर काठमाडौँबाट। भोजन दिवंगत आमा बुबाको पुण्य स्मृतिमा महेन्द्रमान साक्य ललितपुर पुलचोकबाट प्राप्त भयो। माघ 1 गतेको जलपान भोजन र सर्वट खिम माइडिन युएसएबाट प्राप्त भयो। माघ 2 गतेको जलपान जन्मदिनको उपलक्ष्यमा सानो छोरी साक्य ललितपुर एकाछेबाट र पासाङ स्याङबो धादिङबाट पनि जन्मदिनको उपलक्ष्यमा नै जलपान प्राप्त भएको भयो। भोजन रोस ओमाआउ युएसएबाट प्राप्त भयो। सर्वट कर्म गुरुङ हाल युएसएबाट प्राप्त भयो। 3 गतेको जलपान भोजन र सर्वट हाना त्रान एन्ड फ्यामिली युएसएबाट। साथै भोजनमा सुनिता बज्राचार्य ललितपुर इमाडोल पनि सामेल हुनुभएको छ। माघ 4 गतेको जलपान दिवंगत आमा मोटी लानी तुलाधरको पुण्य स्मृतिमा कमल देवी तुलाधर असन काठमाडौँबाट प्राप्त भयो। आज शनिबार बिहान 6 बजेको जलपान भोजन र सर्वट दिवंगत तथा दिवंगत आमा वीर माया बज्राचार्य र हेरादेवी बज्राचार्यको पुण्य स्मृतिमा डुण्ड बहादुर बज्राचार्य ललितपुर गाबाहालबाट। त्यस्तै 8 बजेको जलपान मैत्री पुचा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रबाट प्राप्त भयो। बाँकी सबै यस ध्यान केन्द्रमा व्यवस्था गरिराखेको भोजन व्यवस्था अक्षय कोषका सम्पूर्ण सदस्यहरूबाट प्राप्त भएको भयो। यो दान पुण्यको अनुभावले वहाँ दाताहरू सबै सुखी हुन्, निरोगी हुन्, दीर्घायु हुन्। साथै यो पुण्य मार्गफल निर्वाण धर्म लाभ गर्नको लागि बलियो हेतु बनोस् भन्ने कामना गरेर सबैले साधुवाद दिँदै पुण्यानुमोदन गरौँ। पुण्यानुमोदन पछि इतानो ज्ञातिनं होतु सुखिता वन्तु ज्ञातयो। इतानो ज्ञातिनं होतु सुखिता वन्तु ज्ञातयो। इतानो ज्ञातिनं होतु सुखिता वन्तु ज्ञातयो। एतावता च अम्मेहि सम्पदं पुण्य सम्पदं सब्बे देवा अनुमोदन्तु सब्ब सम्पत्ति सिद्धिया। एतावता च अम्मेहि सम्पदं पुण्य सम्पदं सब्बे सत्ता अनुमोदन्तु सब्ब सम्पत्ति सिद्धिया। एतावता च अम्मेहि सम्पदं पुण्य सम्पदं सब्बे भूता अनुमोदन्तु सब्ब सम्पत्ति सिद्धिया। साधु साधु साधु।